यस्तो बेला हामी चुनावको मैदानमा छौँ। त्यसैले यो सामान्य चुनाव होइन, चुनावकै बहानामा खतरनाक चलखेल हुने सम्भावना पनि छ। यसअघि म उभिने ठाउँमा थिइनँ, उभ्याउने ठाउँमा थिएँ। यो देशले सामना गरिरहेको, हाम्रो समाजले झेल्नु परिरहेको सङ्कटलाई सही आकलन गर्ने भने हामी नलडी हुँदै नहुने अवस्था आएको छ। यही लडाइँले हाम्रो पार्टीलाई एक नम्बरको पार्टी बनाउनेछ। यस निर्वाचन परिचालन समिति कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, केन्द्रीय सदस्य कमान्डरहरू, प्रदेश समिति सदस्य कमान्डरहरू, जिल्ला समिति सदस्य कमान्डरहरू, साथै यहाँ उपस्थित सम्पूर्ण कमान्डरहरूमा मेरो तर्फबाट क्रान्तिकारी अभिवादन। म यहाँ रूपन्देही जिल्लामा जिम्मेवारी लिएर आएको धेरै समय भएको छैन, थोरै मात्र भएको छ। तर यो थोरै समयमा मैले यति माया र स्नेह पाएँ कि रूपन्देहीवासीले अहिले जसले गाली गरे पनि मलाई त माया जस्तै लाग्छ। र म आइसकेपछि यहाँ सम्पूर्ण जिम्मेवार कमिटीहरू, सबै वडाका अध्यक्ष, इन्चार्ज कमिटीहरूसँग प्रत्यक्ष भेट्ने, संवाद गर्ने, फोनमा सम्पर्क गर्न चाहन्थेँ। तर प्राविधिक यहाँ केही तयारीको कारणले गर्दा म यो बिचमा सम्पर्कमा सबैसँग हुन सकिनँ। त्यसको लागि क्षमा प्रार्थी छु। र साथै मेरो अनुपस्थितिमा पनि विभिन्न वडामा, विभिन्न टोलमा, विभिन्न गाउँमा यो निर्वाचनको तयारीका साथ फिल्डमा स्वतस्फूर्त रूपमा खट्टा लाग्नुभएका सम्पूर्ण कमान्डरहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु। र सुरुवातमा म यो देशका लागि आफ्नो जीवनको आहुति दिनुहुने तमाम ज्ञात अज्ञात शहीद, घाइते, अपाङ्ग तथा बेपत्ता योद्धाहरूलाई सम्झिन चाहन्छु। उहाँहरूको परिवारलाई सम्झिन चाहन्छु। कमान्डरहरू, एउटा विशेष परिस्थितिमा देश निर्वाचनमा गइरहेको छ। तपाईँ हामीले सोचेभन्दा छिटो यो चुनाव हाम्रा सामु आइपुगेको छ। यो एउटा चुनौती र तमाम अवसर बोकेर आइपुगेको छ। हामीले यो चुनावलाई हाम्रो देश, हाम्रो समाज अवसर बोकेर आइपुगेको छ। हामीले यो चुनावलाई हाम्रो देश, हाम्रो समाज, हाम्रो नौजवान युवाहरू, वृद्ध बुवा आमाहरू, दशकौँदेखि यो समाजलाई समृद्ध बनाउन सङ्घर्ष गरिरहनु भएका तपाईँ कमान्डरहरू र सिङ्गो पार्टीको हितमा उभ्याउने अवसरमा परिणत गर्नुपर्नेछ। र यो अवसरलाई परिणाममा कसरी परिणत गर्ने भन्ने चुनौती यति बेला हाम्रो सामु छ। आदरणीय कमान्डरहरू, हामीले यति बेला एउटा प्रश्न दिमाग र मनमुटमा राख्नुपर्छ। यो चुनाव कुन परिस्थितिमा हुँदैछ? यो नियमित चुनाव होइन, विशेष चुनाव हो। यो विशेष चुनाव हुनुपर्ने विशिष्ट परिस्थिति कसरी सिर्जना भयो त्यो नै आजको धरातल यथार्थ हो। हामीले यही कुरा आफूले पनि बुझ्नुपर्नेछ र आम नागरिकले पनि बुझाउनु पर्नेछ। हामीले सत्य बोल्नुपर्छ, सत्यले हामीलाई सही ठाउँमा पुर्याउँछ। यो चुनाव गर्नुपर्ने परिस्थिति आउनु पछाडि भदौ 23 र 24 गतेको जेनजी आन्दोलनभन्दा अगाडि यो मुलुक के भइरहेको थियो र त्यसपछि के भयो भनेर हेर्नुपर्छ। के एकाएक भदौ 23 गते आएको हो? त्यो दिन हजारौँ जेनजी युवाहरू सडकमा रहरै आइपुगेका हुन्, कमेन्टहरू होइन। भदौ 23 गते जेनजी विद्रोह हुनुको पछाडि मुख्य कारण नेपाली कङ्ग्रेस र नेकपा एमालेको अनैतिक गठबन्धन सरकारको कारणले हो। काङ्ग्रेस र एमाले यो देशमा विगत 40 वर्षदेखि के गरिरहेका छन् भन्ने कुरा हामी सबैले देखेका छौँ। संसदमा शक्ति देखाएर मुलुकलाई कुशासन र भ्रष्टाचारको अखडा बनाउने कति ठुला भनेका यी दुई पार्टीको असफलता र कुकर्मले भदौ 23 गतेको आन्दोलन भएको हो। आन्दोलनमा तिनै कङ्ग्रेस एमालेका संयुक्त सरकारले गोली चलाएर कलिला दर्जनौँको बालबालिकाको हत्या गर्यो। त्यसैले भदौ 24 गतेको ध्वंसको वातावरण बनायो। एकातिर सत्ता बसेर भ्रष्टाचार गर्ने, अर्कोतिर नयाँ पुस्ताले गरेको लोकतान्त्रिक विद्रोहलाई दमन गरेर नसार बचाउने कङ्ग्रेस एमालेको विकल्प खोज्न नै यो चुनाव हुँदैछ। यससँगै हामीले त्यसपछि के भइरहेको छ भनेर विशेष ध्यान दिनुपर्छ। त्यसपछि जे भइरहेको छ त्यो कसले गरिरहेको छ? त्यति ठुलो सङ्घर्षको बलमा बनेको संविधान च्याप्ने काम जेनजी सरकारको नाममा कसबाट भइरहेको छ? कलिला केटाकेटी पुलिसको गोलीबाट मारिएको पीडा एकातिर, देशको सार्वभौम सत्ता बस्ने कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका अनि खरानी भएको स्थिति अर्कोतिर। यो कुरा बिर्सेर हामी हाम्रो समाज र देशको भविष्य सोच्न सक्दैनौँ। यो दुईवटा विषय हामीले बुझ्नुपर्छ र आम नागरिकलाई बुझाउनुपर्छ। कमरेडहरू, यो निर्वाचन यी दुईटा अतिवादका विरुद्ध संविधान र यो मुलुकको रक्षा गर्न बलियो संसद गठनको निम्ति हुँदैछ। यति बेला भदौ 23 र 24 गतेको परिस्थितिसम्म ल्याइ पुर्याउने काङ्ग्रेस एमाले र त्यसपछि यो मुलुकको सार्वभौमतालाई नै सङ्कटग्रस्त बनाउने गरी आएको कथित नयाँ भएको शक्तिहरूबाट यो मुलुकलाई खतरा छ भन्ने कुरा कसैले भनिरहनु पर्दैन, सबैले देखिसक्नु भएकै छ। यो निर्वाचनमा हामीले हाम्रो निर्वाचन क्षेत्र रूपन्देही
खेले भनेर पनि जनतालाई भन्नुपर्नेछ। सिङ्गो मुलुकलाई तहस नहस बनाउन रूपन्देही 2 का जनताले भोट दिएर पठाएका प्रतिनिधिले के गरे त्यो कुरा हामीले जनतालाई भन्नुपर्छ। अब स्पष्ट शब्दमा भन्नुपर्दा एमालेका उपाध्यक्ष विष्णु पौडेल सत्ताको केन्द्रमा उनको पार्टीका अध्यक्ष केपी ओलीको छाया बनाएर गरेको भ्रष्टाचार र विकृतिको चाहन्छ। उनकै भूमिकाका कारण पनि यो मुलुक भदौ 23 र 24 गते आएको हो। नेपाली काङ्ग्रेस र नेकपा एमाले कस्तो भूमिका खेले, त्यसमा रूपन्देहीले यसअघि पटक पटक चुनाव जितेर पठाएका प्रतिनिधिको भूमिका के थियो, यो कुरा अब हामीले जनतालाई भन्नुपर्छ। साथै हाम्रो निर्वाचन क्षेत्रमा यति बेला नयाँ पार्टीका नाममा आएका उम्मेदवारहरूलाई पनि चिन्नुपर्छ, बुझ्नुपर्छ र जनतालाई बुझाउनुपर्छ। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेर आएका व्यक्तिले भदौ 23 गते ध्वंसात्मक आन्दोलन हुँदा यो देशको गौरव न्यायको मन्दिर सर्वोच्च अदालतमा आगो जोसिँदा सामाजिक सञ्जालमा खुसी व्यक्त गरे। जो आफै अधिवक्ता समेत हुन्, उनलाई यो देशको अदालतमा आगो लाग्दा मिल्ने खुसी कस्तो होला। आम नागरिकको रगत र पसिनाबाट उठाएको करले बनेको प्रशासनिक भवन सिंहदर जाँदा मिल्ने खुसी कहाँ प्राप्त भयो होला। जनताका प्रतिनिधिहरू बसेर कानुन निर्माण गर्ने संसद भवन जाँदा मिल्ने खुसी कस्तो होला। उहाँमाथि त्यही विषयलाई लिएर सर्वोच्च अदालतका प्रधानमन्त्रीले प्रश्न सोधेपछि इजलासमा बेहोसबाट हुनुभयो। इमान्दारिता छैन, परिपक्वता छैन, राजनीतिक समझ छैन भने त्यसले तपाईँहरूको आक्रोशको मत लिएर जान्छ, तर तपाईँहरूका दुःखको श्रृङ्खला अन्त्य गर्न सक्दैन भनेर अब हामीले मतदातालाई बुझाउनुपर्छ। कोही मान्छे एकातिर देखेर कोही मान्छे एकातिर देखेर नयाँ आउँदैन, उमेर थोरै भएर युवा आउँदैन। यो विचार, दृष्टिकोण, चेतना, क्षमता, नीति र नियमसँग जोडिएको विषय हो। आदरणीय कमेन्टहरू, आज तपाईँहरूसँग रूपन्देहीवासी आम मतदाता जनताका लागि यी 2वटा कुरा भनेको छ। कमेन्टहरू, तपाईँको अरूको कमजोरी देखाएर मात्रै हुँदैन, त्यसको विकल्प पनि मतदातालाई दिनुपर्छ। तपाईँले आन्तरिक छलबाट चुनेर उम्मेदवार बनाउनु भएको व्यक्तिले विगत यी भन्दा फरक के गर्न सक्छ भनेर भन्न सक्नुपर्छ। हाम्रो पार्टीको बारेमा भन्नुपर्छ, धप मानेर हुँदैन, स्पष्टसँग भन्नुपर्छ। हार जित चुनावको स्वाभाविक परिणामहरू हुन्। हामीले हाम्रो समाजका लागि के गर्न सक्छौँ, के दिन सक्छौँ, त्यसले मूल्य के फाइदा हुन्छ भनेर हामीले मतदातालाई बुझाउन सक्नुपर्छ। कमेन्टहरू, यो विश्वदीप भन्ने मान्छे त एउटा उम्मेदवार मात्रै हो। पार्टी र तपाईँहरूको यो देश र समाजको सङ्कट सामना गर्ने महान उद्देश्यको निम्ति जुवामा नारेको एउटा पात्र मात्रै हो। मलाई तपाईँहरूले जिम्मेवारी दिँदै गर्दा एकपटक मेरो विगतलाई हेर्नुहोला, मेरो वर्तमानलाई हेर्नुहोला, अनि भविष्यको क्षितिज पनि त्यही देख्नुहुनेछ। त्यसले तपाईँहरूले जनसमुदायमा गएर रूपन्देही मात्र होइन, सिङ्गो मुलुकको मुहार फेर्ने गरी भूमिका हुन सक्छ भनेर भन्न सक्नुहुनेछ। आज विद्रोहमा हुनुभएका जेनी साथीहरूभन्दा उमेरले म धेरै सानो थिएँ। मैले मेरो घर परिवार छाडेर जन्मेको मम्मीदा म धेरै सानो थिएँ। तपाईँहरूको प्रिय कमेन्ट मेरो आदरणीय बुवा भक्ति प्रसाद पाण्डे चाचा यी हातहरू समाएर सङ्घर्षमा पठाउनु भएको थियो। एउटा बाबुले आफ्नो सन्तानलाई लडाइँमा कति बेला पठाउँछ, त्यसका लागि कति ठुलो छाती चाहिन्छ। आदरणीय कमेन्टहरू, तपाईँ अनुभव गर्न सक्नुहुन्छ पक्कै पनि। मेरै बुवाले सिकाएको राजनीति गराएको सङ्घर्ष र खटाएको युद्ध पक्षबाट म कहिल्यै घर परिवारमा फर्किनँ। मैले मेरो सिङ्गो जीवन यो समाजका लागि अर्पण गरेको छु। तपाईँ रूपन्देहीवासीहरूको छोरो, भतिजो, भाइ, काका, भाइ जे भन्नुहुन्छ, म व्यक्तिगत जीवनभन्दा टाढा समाजको मात्रै घर बाँचिरहेको छु। युद्धमा हुनेदेखि मेरो परिवार सिङ्गो पार्टी भयो र त्यसको नजिकको सदस्य पार्टीको मूल नेतृत्व भयो। युद्धका मोर्चाहरूमा पार्टीका कमान्डरहरू कमरेड प्रचण्ड र कमरेड बाबु भट्टराई मेरो लागि सख्त हुनुभयो। मेरो हरक्षेप उहाँहरूसँगै बित्यो। शान्ति प्रक्रियामा आइसकेपछि उहाँहरूकै निकट भएर देश विदेश समाज र राजनीति बुझ्ने अवसर पाएँ। युद्धदेखि आज पर्यन्त पार्टी नेतृत्वसँग मेरो यात्रा निरन्तर जारी छ। मैले नजिकबाट देखेको छु त्यो सिंहदरबार, नजिकबाट देखेको छु नेताहरू, प्रधानमन्त्रीहरू, मन्त्रीहरू र सांसदहरू। मलाई थाहा छ मेरो गाउँ, मेरो भूगोल, मेरो सहर, यहाँको बाध्यता अनि यहाँका सम्भावनाहरू। किनभने मैले माथि बसेर तल पनि हेरिसकेको छु, तल जन्मिएर हुर्किएर माथि पनि देखिसकेको छु। म यति ग्यारेन्टी आजको समयमा गर्न सक्छु कि रूपन्देहीको आवाज म बोल्न सक्छु। रूपन्देहीवासी जनताको प्रतिनिधित्वमा कुनै कमी हुन दिने छैन। यसअघि म उभिने ठाउँमा थिइनँ, उदाउने ठाउँमा थिएँ। त्यति बेला मैले सकेको प्रयास गरेँ। अब म आफै उभिएपछि सकेको मात्र होइन, सक्ने जति गर्नुपर्नेछ। यसमा म तपाईँहरूलाई विश्वस्त तुल्याउन चाहन्छु कि सिङ्गो पार्टी, तपाईँ कमरेडहरू र आम नागरिक कसैको पनि शिर नउराउने होइन, ठाडो राख्ने काम गर्नेछु। तपाईँहरूले यो कुरा आम मतदातालाई खुलेर भन्नुपर्छ। विचारले, स्पष्टता, सङ्घर्षले, अनुभवी उमेरले, युवा
आफ्नो घरको आँगन मात्रै हो। आफ्नै आँगन सबले आफ्नै आँगन नबनाई बाँकी केही गर्दैन। त्यसैले सबैभन्दा पहिले हामी हाम्रो आँगन बनाउनेछौँ, यो कुरा हामीले जनसमुदायलाई भन्नुपर्छ। कमरेडहरू, मैले भनिसकेँ, यो चुनाव सामान्य चुनाव मात्र होइन, देशको फसेको गाडी तानेर हिलोबाट निकालेको ट्र्याक्टर मात्र हो। यो चुनाव त पार्टीले लड्ने हो, तपाईँहरूले लड्ने हो। पटक पटक दोहोऱ्याएर याद गरौँ, यो सामान्य संसदीय चुनाव होइन र हुँदैन। हामी सबैले थाहा छ हाम्रो नेपाली कम्युनिस्ट पार्टी भर्खरै गठन भएको छ। हाम्रो लय मिलिसकेको छैन, छन्द मिलिसकेको छैन। हाम्रा आफ्ना कुराहरू छन्, आफ्ना स्वभावहरू छन्। तर भन्नुहोस् त, एउटै गाउँ अथवा सहरको दूरबिन्द फरक स्वभाव भएका मानिसहरूले नै भनेको हुन्छ नि। हाम्रो विभिन्न राजनीतिक धाराबाट आएका होला, विभिन्न राजनीतिक स्वभाव होला, तर यो चुनावको अभियान मार्फत हामीले सबै क्षमता, सबै थरी विचारको एउटै मूल प्रकार बनाउँछ। यो चुनावले हामीलाई पार्टीको लय, गति, सङ्गति, विचार, दृढता निर्माण गर्ने समयमा नेपाली कम्युनिस्ट पार्टीको मजबुत किल्लाहरू देशमा निर्माण गर्ने अवसर पनि दिएको छ। कमरेड माधव नेपाल, कमरेड झलनाथ खनाल, कमरेड वामदेव गौतम, कमरेड प्रचण्ड, कमरेड नारायण गाजी लगायत यो देशलाई गति दिने इतिहास भएका नेताहरूको बलियो कमान्ड हामीसँग छ। रूपन्देहीमा मजबुत नेतृत्व छ। युवाहरूको ठुलो फौजको नेतृत्व निर्माण पनि भइरहेको छ। हामीले आफ्नो शक्ति चिन्नु मात्रै पर्छ। यो देश हार्ने पार्टी हामीसँगै छ। यो देशले सामना गरिरहेको, हाम्रो समाजले झेल्नु परिरहेको सङ्कटलाई सही आकलन गर्ने हो भने हामी नलडी हुँदै नहुने अवस्था आएको छ। यही लडाइँले हाम्रो पार्टीलाई एक नम्बरको पार्टी बनाउनेछ। हामीलाई यो देश थाम्ने गाउँदेखि केन्द्रसम्म शक्ति बनाउनेछ। कमरेडहरू, अन्तर्राष्ट्रिय परिस्थिति हेर्नुभयो भने झन् डरलाग्दो छ। इजरायलले प्यालेस्टाइनमा गरेको नरसंहार, इरान र इजरायलको भयानक युद्ध, युक्रेन युद्ध, अमेरिकाले बम हानेर भेनेजुएला राष्ट्रपति नै अपहरण गरेको कुरा, अमेरिकाले ग्रिनल्यान्ड कब्जा गर्ने कुरा गरिरहँदा पुरै युरोपमा हाहाकार मचिएको छ। विश्वकै शक्ति सन्तुलन खलबली गर्दै गइरहेको छ। विश्वको राजनीतिमा ठुलो उथलपुथल आउँदा हाम्रो भविष्य के हुन्छ त? नेपालको भविष्य के हुन्छ त? अहिले नै सयौं नेपाली अमेरिकाले डिपोर्ट गरेर फर्काइरहेको छ। ग्रिन कार्ड भिसा नेपालले नदिने भनिसक्यो। अरबमा खलबली हुँदा हजारौँको सङ्ख्यामा नेपालीहरू बेरोजगार हुन सक्ने परिस्थिति पनि आवश्यक छ। एउटा डरलाग्दो भविष्यको ढोकामा हामी उभिएका छौँ। यही बेला जेएनजी विद्रोहको नाममा ठुलो विध्वंस भएको छ। देशको सार्वभौम सत्ता नै खतरामा छ। पर्दाभित्र के भइरहेको छ हामी कसैलाई थाहा छैन। कसरी भयो, कहाँ भयो, किन भयो। यही विद्रोहको क्रममा जुन खरानी हाम्रो हातमा परेको छ, त्यसको प्रत्यक्ष असर कसलाई परिरहेको छ? सरकार संविधान सभाबाट बनिरहेको छ, सरकार संविधान बाहिरबाट बनिरहेको छ। त्यस्तो सरकार अनुसार स्थानीय तह अर्थात् तपाईँ हाम्रो गाउँठाउँमा आउने बजेट काटिदियो। गाउँठाउँको बाटो, पुल, धारा, कृषि लगायत आउने बजेट काटियो। त्यसको मतलब गाउँठाउँको व्यापार व्यवसाय अप्रत्यक्ष आउने पैसा पनि काटियो। अब ठुलो बजेट जलेको संरचना पुनर्निर्माण लगाउनु पर्ने हुन्छ। त्यसले पनि तपाईँ हाम्रो गाउँठाउँ भुइँ मान्छेसम्म आइपुग्ने सरकारी बजेट नै काटिने हो। यस्तो बेला हामी चुनावको मैदानमा छौँ। त्यसैले यो सामान्य चुनाव होइन, चुनावकै बहानामा खतरनाक चलखेल हुने सम्भावना पनि छ। त्यसैले यो देश बचाउने भने हामीले यो चुनावलाई एउटा अठोटको रूपमा लड्नुपर्नेछ। हाम्रो अधिकार लोकतन्त्र जोगाउने भने हामीले यो चुनावलाई आफ्नै घर परिवारको पक्षमा जस्तो गरी लड्नुपर्नेछ। यो देश र जनताको अधिकार खुसिन नदिने हो भने यो चुनावलाई हामीले हाम्रा सबै सानातिना आग्रहपूर्वक खातिर आएर महानुद्देश्यको अभियान जसरी लड्नुपर्नेछ। त्यसैले कमरेडहरू, रूपन्देहीको यो भूमिबाट यो देशको जिम्मेवारी लिन हामी यहाँ छलफलमा जुटेका छौँ। चुनावको मैदानबाट रूपन्देहीमा जरा गाडेका तर देशलाई सङ्कटबाट जोगाउन नसक्ने पार्टी र नेताहरूको सिन्डिकेट तोड्ने जागरुकता र शक्ति केन्द्रित भएको हल हो। यो हाम्रो शक्तिलाई हामीले चिन्यौँ भने जनताले चिन्नेछन्। टोलटोलमा पुग्ने, गाउँमा पुग्ने, जनताको भाव र समस्या बुझ्ने र समस्या समाधान गर्ने उपाय दृढ पनि जनतासँगै लिने काममा मिलेर जुटौँ, एकजुट भएर लगाउँ। साथै अर्को यहाँ प्रश्न मैले सोधेको विशुद्धि यहाँ चुनावमा त आयो, चुनाव सकेको दिन फेरि यो कुनै लाभ छ कि काठमाडौँ फर्किन्छ कि भन्ने खालको छ। मैले यहाँ यति तपाईँको माया पाएँ कि अब तपाईँले मलाई एउटा लहट बजेट पनि म जाने होला छैन। तर जरा यहाँ बस्छु होइन, हजुरको साथहरूमा हुन्छु। हजुरको सुख दुःखमा परिआउँदा जहाँ पनि म काठमाडौँ यो रूपन्देहीलाई काठमाडौँसँग जोड्ने काममा म